ए वडाध्यक्षज्यू, मैले तपाईँलाई कति भने भन्नुहोस् त, तपाईँ लु आउनुहोस् मेरो कार्यालयमा आउनुहोस्, बस्नुहोस्, गफ गर्नुहोस् होइन, के समस्या त तपाईँको वडामा के समस्या छ भन्नुहोस् भनेर मैले तपाईँलाई फोन गर्दा तपाईँ कहिले फोन उठाउनुहुन्न, कहिले बाहिर छु भन्नुहुन्छ, कहिले मिटिङमा छु भन्नुहुन्छ। तपाईँको के हो के? तपाईँको उद्देश्य चाहिँ के हो भन्नुहोस् त? किन मेरो कुरा गर्नुहुन्न? म नगरपालिका हो के? तपाईँलाई कसैलाई मलाई भनेपछि अरू कसैले भन्नु पर्दैन के? बुझ्नुभयो? कसैले भन्नु पर्दैन, मलाई आएर भन्नुहोस्, समस्या बैठक राखौँ, के समस्या छ बैठकमा भन्नुहोस्, मलाई भन्नुहोस्। तपाईँ पर्सनल आएर मलाई भन्दा पनि फरक पर्दैन। तर तपाईँ यसरी बाहिर बसेर गाउँको अब कमिटी राखेर यसरी कुरा काट्दै गर्नुहुन्छ भने तपाईँले के गर्नु खोजेको? म अभिभावक होइन तपाईँको कुरा सुन्ने मान्छे म होइन। मैले के गर्दिनँ, मैले सबै कुरा गर्छु भनेको छु तपाईँले। बुझ्नुभयो? तपाईँ ठुलो कुरा गर्ने तपाईँ कोही पनि होइन है। फेरि विचार गर्नुहोस्, तपाईँलाई म केही गर्दिनँ नि फेरि। बुझ्नुभयो? म तपाईँलाई केही गर्दिनँ। हेलो वडाध्यक्षज्यू, नमस्कार है। नमस्कार हजुर, नमस्कार। सन्चै हुनुहुन्छ? अनि के छ खबर भन्नुहोस् त तपाईँको? अनि म तपाईँको यहाँ कार्यालयमा चेक गरेर आएको है हजुर है। चेक गरेर आएको के कस्तो छ तपाईँको? किन तपाईँहरूले मैले भनेको मान्नुहुन्न भन्नु? किन मान्नुहुन्न? तपाईँ मेरो अडामा चल्ने कि म तपाईँलाई अगाडि पर्ने? तपाईँले किन यस्तो गर्नुहुन्छ? मैले बार तपाईँ बैठकमा बोलाएँ, बार तपाईँ आउनु सल्लाह गरौँ भनेर भने, तर तपाईँहरू किन आउनुहुन्न? तपाईँहरू कोही होइन है। फेरि विचार गर्नुहोस्, तपाईँहरू कोही होइन, सबै मै हो। नगरपालिका भनेको नि मै हो, मेयर भनेको नि मै हो। तपाईँले जे सल्लाह गर्ने मैसँग गर्ने हो है। बुझ्नुभयो नि? तपाईँ ठुलो कुरा नगर्नुहोस् त, तपाईँ ठुलो कुरा नगर्नुहोस् है। हेर्नुहोस्, मैले भनिदिन्छु, तपाईँ केही पनि होइन नि फेरि। बुझ्नुभयो? तपाईँ केही पनि होइन। मेरो कार्यालय आएर झगडा गर्ने तपाईँ किन? तपाईँले गरेको कुरा के हो भन्नुहोस् त? तपाईँले गरेको कुरा के हो? के ठुलो कुरा गर्ने हामीसँग? जे गर्नुहोस् कि तपाईँलाई तपाईँले सुन्नु न, तपाईँ अहिले पनि म पर मिटिङमा एउटा मिटिङ आउनु भन्नुभयो। अब अघि आयो त तपाईँले गरेको कुरा के हो? आयो त आएर तपाईँ